आउनु है हामी लानुहुने कि ओहो टेकिदेऊ न है हामीलाई लानु न लानु ओफ दुटाउँछ यस्तो ओह्रालोमा त के हो है उकालो ओह्रालोमा बिस्तारै जानु है सच्चमै भाइरल राजेश गयो आया यही भाउ हो यो चाहिँ हुम्लाको माथिदेखि देखिने दृश्य है साथीहरू हेर्नुहोस् यस्तो छ लेक भनेपछि त अब लेक थोरै हुनु नि पुरै लेक क्या माइ गॉड छ मलाई त कस्तो जान्छु एउटा पातलो दारीपाले हुनुहुन्छ बी सर उता कल्याणको ए एउटा तल शिक्षक विधामा जानु भएको छ त्यो तल म्याम सर ए त्यो शिक्षक विधामा कति 15 दिन पाउँछ हो अनि त्यो सर महेन्द्रको महेन्द्रनगर अरू सबै सर घुम्नकै विशेष बाहिर सजिलो हुन्छ आफ्नै ठाउँमा हो भने त नभए अरूले कति अप्ठ्यारो मान्छ नि त यस्तो ठाउँमा बस्न लास्टै भिड है दिदी भिड पाखै हाम्रोमा पनि छ तर यत्रो छैन क्या ठुलो चाहिँ सोध्दै आएको तल घोरामै आइरहेको छ त है स्कुलदेखि चराउनको लागि हराउँदैन नि ए यतादेखि आउँदैन होला त्यसमा लराउँदैन है बानी बसे हुन्छ लास्टै चिसो हुन्छ ओके अनि चिसो हुन्छ हिउँदै आउँछ भने त अनि होइन होइन तपाईँ त होइन पर्दैन लानुहुन्छ कि भनेर नि हुन्छ ल तपाईँलाई निकाल्यो है
हुन्छ केटा ल्याइदिनु न के चाहियो हम त बिहा गर्ने ल्याइ जाऊ त भयो क्या लियो भन्छ खासै सागो त चल्दै ए अब एक पूजा उद्या साग बन्दा यति सागै छन् जति थियो सिना साग आसक मटो मुन्टा दिन्छ ना यो क्या लियो त क्या प चुइचाइ गरिए जाऊ गयो त पुरी न झोला नजाइयो सकिरहनु भएको छ ल्या किन रोको मोछारी नआएछ है भाइ है झोला मोछारी नआएछ है गोराको होला यतिजना स्याउ चाहिँ कस्तो मजाले फलेको है पछि त ठुलो हुन्छ है साउन भदौ असोजतिर पाक्छ हो भदौ ठिकै हो आसुस आरु स्याउ त्यतिखेर अरू पनि पाक्छ हो त्यतिखेर बल्ल भदौ साउन भदौमा पाक्छ आरु है ओखर हुन्छ भदौ असोजमा ओखर चाहिँ धेरै रहेछ है धेरै हुन्छ स्याउ पनि कति मजाले फलेको पछि हुँदैनन् कस्तो ज्ञानी छ है त्यसलाई भन्छ रिनाएछ है हे रोइदैछ हो उदामा रिक्पा दिदी खुट्टा किन्ने हो कम ज्ञानी छ रुदिन रुँदा रुँदै पनि हाँसिहाल्थ्यो अरे हो तल त तिम्रो ढलन गरिया गरौँ न भाउ होइन नानी हजुर तिम्रो गाउँ ढलन गरिया साँच्ची भाउजू आउनु भयो त्यही गाउँ चाहिँ पानी भएको हुनाले ब्लक गर्नु नहुने ल त्यहाँ छेउ गएर साकै हेर्बिन लायो नि नौले हेर्बिन चुट्टा गरी तल झोला तल घर गएर ल्याउनु आउने बेला त्यहीको झोला ओइ भर्खरमै राखै गइसक्यो बाबु स्कुल जाने हुनाले अपत्ति लाग्छ पानी आउँदो रहेछ या त माथिनेरि आउँदैन है कहाँदेखि जानु हामी हो कसम ए यस्तोमा गाडी आइन कसरी हिँड्छ हौ रोडमा हेर्नु साथीहरु मलाई
त कस्तो लागेछ भने नि कस्तो कति साह्रो हाफ भन्छ यस्तो छ हौ कति साह्रो भिड क्या भिड यस्तोमा फेरि बसिरहेछ हो मलाई त हुनै लाग्यो है। सपना जस्तै लागेको छ तर सपना पनि होइन मलाई डर लाग्छ है तेरिका पश्चिम घुम्न हुनलाई के आफ्नो ज्यानको माया मार्दा हुन्छ क्या मरिन्छ कि बाँचिन्छ भनेर थाहा हुँदैन यस्तो रोडमा हिँड्नुपर्छ यादहरू हेर्नु त यहाँदेखि खस्यो भने नि यहाँदेखि खस्यो भने त पुग्छ त हौ यस्तो रोड त्यस्तोमा काम गर्दै हुनुहुन्छ यो भिडै भिडको बात छ साथीहरू त्यस्तो होइन लेक रहेछ यार आमाको पठाउ आमाके त काम गर्नलाई भुनिआउनु काम गर्नु भिडियो बनाऊ बेलुका आया बा कैथो हुने छिनेर तले आइ भुनिया के समस्या छ उ आउनु पर्छ तले क्याले बसी आउनु तले भुनिया मैले थाहा नै थिएन थाहा भए त आइदिने छोराले भुनेर थाहा पायो हामी त म थोरै थोरै एकदम थोरै हाल्नु घोट के आयो चाहिँ आयो त्यहाँ पुग्नुपर्छ यता चाहिँ हिउँदमा सबै यो हुम्लामा चाहिँ यस्तोमा राख्नु हुँदो रहेछ क्या गाई बस्तु चाहिँ कस्तो राम्रो लाग्यो भित्र कस्तो छ होला है यस्तो सबै ठाउँमा छ क्या यता तलनिर तल त्यो माटोले छाएको हुन्छ यी साथीहरू यस्तो छ अनि मलाई हेर्न मन लागिसक्यो यहाँदेखि हामी चाहिँ आएको आउँदैछौँ यस्तो छ भिर पाखा यो उकालो छ साथीहरू यहाँ चाहिँ के पालेको छ भने होइन मौरी होला कि मौरी क्या तर रहेनछ यस्तो छाएको हुन्छ क्या तल चाहिँ गोती होइन अनि यो माथि सबै माटोले पुऱ्याएको रहेछ यस्तो राम्रो छ कि अनि हामी चाहिँ तलदेखि आएको हौ यता पाहाडको मुगु जिल्ला रे होइन अनि यो चाहिँ हुम्ला यस्तोमा राखेको रहेछ अनि हामी चाहिँ माथि पुगेर पनि बाउजूको गाउँ चाहिँ उता त्यो डाँडा पारी नै जानुपर्छ रे साथीहरू त्यस्तो छ थर त ठिकै छ राम्रो छ त्यही पनि असार लागिसक्यो हौ यस्तो छ क्या खरेरी उफ केही हरियाली छैन साथीहरू यस्तो छ है यस्तै हो भनेको त होइन खरेरी लागेको रे पानी नपरेको रे क्या असारको महिना भइसक्यो अब यस्तो छ है तर यो बाटो पनि कसरी बनाएको होला दाइ कति महिना लाग्यो तपाईँहरूले थाहा हुँदा यस्तै थियो तपाईँहरूले थाहा हुँदा नै यस्तै थियो बाटो पछि भएको तर त्यो कर्णाली
रोड बनाएको यस्तै त उता कि अनि त्यो पहाडीको गाउँ चाहिँ कि हुम्ला नै होला नि हुम्ला नै पर्छ है माथि नि बस्ती नै रहेछ माथि पनि बस्ती नै रहेछ त्यहाँदेखि उता पनि छ कि